सो हेलो एभ्रिवान त मिस्टर गाउँमा सबै सबैहरुलाई के कस्तो सन्नी होला भन्ने आशा गर्दछु। सो गाइस यसरीको ब्याकग्राउन्डहरु देख्न सक्नुहुन्छ यस्तो बबालको छ हैन। अगाडि चाहिँ देखाउनु पर्यो भने यस्तो छ। यस्तो 360 भ्यू हैन। दामी छ नि हैन हाम्रो ढोकुन्डा लाचेन्टा वार्ड नम्बर 3 का भ्यूहरु यस्तो छ। लाचेन्टाका भ्यूहरु मिस्टिन शेयर गरेको ब्लगमा आउनुभयो भने सबै देख्न सक्नुहुन्छ तपाईहरुले के छ भनेर हैन गाइस देखाउने नि छु। टेन्डराङ यस्तो छ। चाउरै चाउर हो नि त फेरि न फिर संसो फ्रा भन्छ यसलाई संसो अर्को भ्यूहरु देखाउने छु म। जान्छु हेर्दै गर्नु होला सबैजनाले। सो हैन म चाहिँ हाम्रो यहाँ भलिबल ग्राउन्ड थियो। भलिबल ग्राउन्डसम्म आउट भएर तल सारेको छ हामीले। यहाँ बनाएको यहाँतिर सारेको छु हैन तलतिर। अनि आजभोलि कोही केटाहरू पनि हुँदैन क्या बल खेल्न। सबै स्कुलमा जान्छन् 3-4 जना हुन्छ। 3-4 जनाले के खेल्नु भनेर हैन। हामीले चाहिँ खेलेकै छैन आजभोलि चाहिँ। अब माथितिर हुन्छ होला बल खेल्नलाई चाहिँ हैन। देखाउने नि छु म। स्कुलटार भन्ने गाउँहरू हो कि हैन। स्कुलटार भन्ने गाउँ देखाउने नि छु म। यता पछाडितिर छ यता पछाडितिर हैन देखाउने नि छु म। गाउँहरू सबै देखाउने नि छु। तपाईहरु चिन्ता नगर्नु होला। म चाहिँ देखाउने नि छु मैले। टेन्टराङ ट्रुम 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 यस्तो छ यो स्कुल टार भन्छ कि त्यो सल्लाको बटाएर भएको ठाउँतिर चाहिँ हैन। अन्त ठाउँमा चाहिँ हैन फेरि यो चाहिँ देख्नु भयो होला नि हैन। सातार हिमाल यता सातार हिमालमा अहिले हिउँै परेको छैन। सो हैन गाइस यो भिडियो चाहिँ टिकटक युट्युब फेसबुक तीनवटा एप्समा चाहिँ आउँछ। सबैमा हेरिदिनु होला। अनि म हाल्ने नै छु सबै ठाउँमा। हेर्नु होला सबैजनाले माया गरिदिनु होला। लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरेर चाहिँ नभुलिदिनु होला हैन। त्यही भन्न चाहन्छु। अर्को म के पनि माग्दिनँ तपाईहरुले। त्यही हो हैन। अर्को त म केही माग्दिनँ पुग्यो। मागे नि दिँदैन होला माग्दिनँ म। त्यति मात्रै माग्छु। लाइक र कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला। अनि टिकटकमा चाहिँ हुनुहुन्छ भने चाहिँ फलो गरिदिनु होला। फलो ब्याक अवश्य पर्नेछ। अनि फेसबुकमा पनि फलो गरिदिनु होला हैन सबैजनाले। त्यही हो त्यही भन्न चाहन्छु म। आज मौसम अलि पानी पर्ला पर्ला जस्तो भइरहेछ। अर्को त के भनौँ न अर्को भ्यू देखाउनलाई साथै छु म। सो हैन देख्न सक्नुहुन्छ तपाईहरुले देखाउने नै छु म। देख्यो अब हैन लाचेन्टारका भ्यूहरु यस्तो यस्तो छन्। यो चाहिँ जज भवन हो हैन हाम्रो गाउँको यस्तै छ। यो अगाडिपट्टि भयो अनि फेरि पछाडिपट्टि फेरि अर्को आउँछ फेरि देखाउने नै छु म तपाईहरुलाई। यस्तो छ हैन हाम्रो गाउँको भ्यूहरु दामी छ। मन नपर्ने त कुरै छैन हाम्रो गाउँ हैन। अहिले चाहिँ यो हरियाहरू छ नि यो सबै कोदो हो क्या। अहिले पाकेकै छैन। मङ्सिर महिना चाहिँ टिप्छ होला यो सबै सायद। यस्तो देखिरहेको छ हाम्रो गाउँबाट देख्ने भ्यूहरु यस्तै हो क्या। यस्तो छ हैन हाम्रो गाउँको भ्यूहरु दामी छ। टेन्टराङ टरङ 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 टरङ
टुरुङ नि होइन के भनौँ होइन तपाईँहरूलाई म अब सो गाइस होइन म चाहिँ यो ढुङ्गामा चढेर अनि भ्यूहरू देखाउनु छ है कस्तो देख्छ चढ्न जाँदैछु म चाहिँ होइन टुवाक हामी सानोमा यो ढुङ्गामा खतरा खेल्थ्यो क्या होइन यस्तो देख्दो रहेछ यस्तै राम्रो आएन भ्यू त यस्तो छैन नि फेरि आगेको ठाउँमा आइसक्यो म फर्केर अन्त ठाउँमा त जाने मन लागेन मलाई यस्तो देखिरहेको छ होइन हाम्रो गाउँबाट गाउँ होइन यो ढुङ्गाको माथि मुनिबाट आएकोमा यस्तोरी असिलो खाने भए अब साथीहरू यस्तो छ असिलो आइसिलोहरू छन् टन्नै छन् टन्नै खालको खासियत यता सबै छ खोइ धेरै छ यहाँ पनि छ हाम्रो घरको आँगनमै हो खरे त छ फुल चाहिने भए अब साथीहरू फुल छ फुल पछाडि मेरो ब्याकग्राउन्डमा यस्तो छ सयपत्रीका फुलहरू कसलाई चाहियो कति धेरै छ कि फुलहरू यति धेरै छ होइन सयपत्रीहरू क्या यो उता पनि छ कि फेरि यो साइडमा नि छ अलिकति साइडमा चाहिँ यति छ अनि यता फेरि यस्तो फुलभित्र सुतेर बसिरहेको छु घामले पोलेर कहिले कस्तो पानी पर्ला जस्तो भइरहेछ कहिले फेरि घामले पोलिरहेछ के हो यो पारा यो घाम सोल्ली अलिक तिम्रो पेटहरू कम गर्न पोल्यो क्या त्यो